ए हजुर हस् हजुर भइहाल्छ नि काम हुन्छ हजुर हस् 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 किन चिन्ता गर्नुहुन्छ काम हुन्छ सर हुन्छ चिन्ता नगर्नुहोस् ल म छँदैछु नि ए हस् हजुर हस् भइहाल्छ नि हुन्छ हुन्छ हस् 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 सर नमस्कार ओहो नमस्ते नमस्ते भित्र आउनु सक्छु एकदम आउनु सक्नुहुन्छ आउनुहोस् बस्नुहोस् बस्नुहोस् हुन्छ सर सर यो मेरो डकुमेन्टहरू सबै क्लियर गरेर ल्याएको छु सर धन्यवाद हजुर अब हजुरको काम 20 दिनमै हुन्छ 1 लाख चाहिँ जम्मा गरिदिइहाल्नु पऱ्यो है हजुर ए हस् सर हुन्छ हस् सर ल हजुर बस 20 दिनमा कता चाहिँ हुनुपर्छ भइहाल्छ नि ढुक्क हुनुहोस् अब 20 दिनमा तपाईँ कतारमा हुनुहुन्छ है ए हस् सर हुन्छ ल हजुर म अहिले जान्छु होइन काम चाहिँ तर चाँडै गरिदिनुहोस् ए भइहाल्छ नि ढुक्क हुनुहोस् हजुर तपाईँ जान्छ हुन्छ आउँदै गर्नुहोस् है फोन गर्दै गर्नुहोस् ओके नमस्ते सर ओहो नमस्ते नमस्ते म भित्र आउन सक्छु गीताजी आउनुहोस् न बस्नुहोस् अनि सर कहिले आउँछु मेरो भिसा किन चिन्ता गरे आइहाल्छ नि अब 2 हप्ता मात्र कुरा न पक्का हुन्छ के तिम्रो भिसा चिन्ता नगर खै सर 1 हप्ता 2 हप्ता 10 दिन 15 दिन 20 दिन भन्दा हुँदै 2 महिना गइसक्यो कहिले आउँछु चिन्ता लिन पर्दैन गीताजी हजुरको सबै काम भइसकेको छ मात्र भिसा झर्न बाँकी हो सबै काम भइसकेको छ खै सर त्यत्रो 1 लाख ऋण खोजेर हजुरलाई दिएँ ब्याज धेरै पुगिसक्यो कहिले विदेश जानु कहिले कमाएर तिर्नु ढुक्क हुनुहोस् गीताजी अबको 2 हप्तामा हजुर विदेशमा आउनुहुन्छ कुनै टेन्सन लिन पर्दैन कुनै चिन्ता छैन मलाई एकदमै समस्या छ सर 1-2 हप्ताभन्दा बढी नलागोस् एकदम गीताजी ढुक्क भएर जानुहोस् कुनै चिन्तै लिनु पर्दैन है त हुन्छ नमस्कार सर नमस्ते बताउनुहोस् फोन गर्दै गर्नुहोस् हस् नमस्कार सर ए नमस्ते नमस्ते कमलजी बस्नुहोस् न धन्यवाद सर अनि कमलजी चिसो तातो के लिनुहुन्छ त भन्नुहोस् त होइन म केही पनि लिँदैन सर अनि मेरो काम के भयो होला प्रोसेसिङ भइरहेछ अब 1 हप्ता मात्रै हो 1 हप्तामा काम भइहाल्छ सबै अझ 1 हप्ता 10 दिनमा भिसा आउँछ भनेर 2 लाख रुपियाँ लगेको 2 महिना भइसक्यो तपाईँ अझै 1 हप्ता भन्नुहुन्छ अहिले कुवेतमा नेपालीलाई एकदम गाह्रो भइरहेछ भिसा गर्नलाई तर पनि तपाईँको चाहिँ 1 हप्तामा हामी काम फाइनल गरिदिन्छौँ
हुन्छ सर, म अब 1 हप्ताभन्दा बढी चाहिँ कुन सक्दिनँ, किनभने घरमा मलाई ऋणले धेरै च्यापिसक्यो, मलाई धेरै समस्या भइसक्यो, दिन प्रतिदिन मलाई कठिनाइ भइसकेको छ सर। म अब 1 हप्ताभन्दा बढी कुन सक्दिनँ। बिचरा यिनीहरूको सबै पैसा डुब्यो। सोच्नु त पर्छ एकचोटि कस्तो मान्छे हो भनेर, यस्तो दलालहरूसँग फसेछन् बिचरा। हुन्छ हजुर, अब 1 हप्तामा आउनुहोस्, हजुरको टिकट, भिसा, पासपोर्ट सबै बोकेर जानुहोस्। हुन्छ सर, त्यसो भए म त्यसै गर्छु, अहिले लाग्छु। नमस्ते। हस् हस्। तर सर, यिनीहरूको काम अझै पनि भएको छैन। तपाईँ मलाई नसिकाउनुहोस् मनिषाजी, तपाईँ आफ्नो काम गर्नुहोस् कि। तर सर, भोलि तलमाथि भयो भने के हुन्छ नि? मनिषाजी, हजुरलाई मैले काम गर्नलाई तलब दिएर राखेको हो, मसँग बोल्नलाई होइन नि। सरी सर। हजुर 2-4 दिनमा हजुरको भिसा आइहाल्छ, टेन्सन नलिनु न। सरले सबै गरिसक्नु भएको छ के। नमस्कार। नमस्कार, बस्नुहोस् न। नमस्कार म्याम। बिचरा यिनीहरूलाई के थाहा, यिनीहरूको सबै पैसा डुब्यो भनेर। हेर त यिनीहरूको हालत। अनि म्याडम, सर चाहिँ हुनुहुन्न? सर अहिले बाहिर जानुभएको छ, 2 घन्टापछि आउनुहुन्छ होला। अनि म्याडम, मेरो काम त भयो होला नि। म त अब उनीहरूको सामान पनि त्यहाँ बसपात होटलमा राखेछु। हेत्तेरिका कमलजी, हजुरकै कामको लागि भनेर सर बाहिर जानुभएको, आइहाल्नुहुन्छ नि। कति आत्तिनु भयो? अनि म्याडम, मेरो काम भयो त, मैले नै सबै सामान तयारी गरेर आइसकेँ। सर आउनुहुन्छ, सर आएपछि कुरा गर्नु न है। हजुर चाहिँ कुन देशको लागि हो भने? दाइ, म कोभिडको लागि हो, अहिलेसम्म भिसाको अतो पत्तो छैन। ए हो र, म पनि कुवेतको लागि हो नि। अति भइसक्यो यिनीहरूको चर्तीकला। आज उड्न पाइनँ भने मैले जानेछु। ए हो र, सर आउन नै 1-2 घन्टा लाग्ला जस्तो छ। बरु कतै गएर चिया पिउँ है। हुन्छ नि बहिनी, किन नआउनु? हुन्छ, जाऊँ न। हस् त म्याडम, हामी 3 घन्टापछि आउँछौँ। अहिले लाग्छौँ ल। हस् हस् म्याडम। भइहाल्छ नि। हुन्छ हस्। नमस्ते नमस्ते, बस्नुहोस् न। मेरो काम भयो त म्याडम, विदेश जानुलाई एकदम हतार छ। ए हुँदैछ, सर आउनुहुन्छ, 1-2 दिन बस्दै गर्नु न ल। ए हुन्छ। अनि कति समय लाग्छ सर आउनलाई चाहिँ? सर आउन अझै 1 घन्टा जति लाग्छ। त्यतिखेरसम्म हजुर कतै गएर चिया पिउँदै गर्नुहुन्छ? हस्, हुन्छ म्याडम। सर आइपुग्नु भएन? सर आइपुग्न लाग्नुभयो, बस्नु न एकछिन। ओहो, सबैजना आउनुभयो त? नमस्ते नमस्ते, ल बस्नुहोस्। सबैजना तपाईँहरू सन्चै हुनुहुन्छ त? म त सरलाई बाटोमा देखेर नस्तै नखाइआएको। भइगयो नि त। सर, हाम्रो काम त सबै सकियो होला नि? म त सबै सरसामान लिएर आएकी छु सर। म पनि सम्पूर्ण सामान लिएर आइसकेको छु सर। अब फर्किनु पनि मिल्दैन, के गर्ने होला? अब तपाईँहरू कसैले पनि चिन्ता गर्नु पर्दैन, सबैजनाको भिसा भरिसक्यो। अब टिकट कन्फर्म हुन मात्रै बाँकी छ है। टिकट कतिखेर आउँछ त सर? सकेसम्म आजै टिकट आउँछ तपाईँको। आज यदि आएन भने भोलि एकदम कन्फर्म आउँछ। ल हजुर, त्यसो भए भोलि पक्का आउँछ होइन त? हजुरहरू ढुक्क भए हुन्छ, कुनै टेन्सन लिनै पर्दैन है। हजुरहरू आज चाहिँ होटलमा गएर बस्नुहोस्, भोलि चाहिँ बिहान नै 10 बजी आउनुहुन्छ।
हस् हस् हुन्छ हस् त नमस्ते सर अब के गर्ने यिनीहरू त सामान सहित आएछ नि त मनिषाजी हजुरले चिन्तै लिनु पर्दैन यिनीहरूलाई त म ह्यान्डल गरिहाल्छु नि सबैजना आउने बेला भइसक्यो त आउन दिनुहोस् मनिषाजी आउन दिनुहोस् सबै म ह्यान्डल गरिहाल्छु नि किन चिन्ता गरिरहेको नमस्कार सर नमस्ते 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 ल बस्नुहोस् अरू के छ त तपाईँहरूको खबर एकदम ल आज त हामी उड्ने होला नि होइन सर आज त म धेरै खुसी छु बल्ल तल्ल विदेश जान पाइने भयो हजुरहरूको सबै काम भइसकेको छ टिकटमा सानो एउटा समस्या देखा पर्यो त्यही भएर अब 15 दिनपछि मात्र काम हुने भयो हजुरहरू 15 दिनपछि आउनुहोस् है अब मलाई अरू कुरा केही पनि थाहा छैन अब त म 15 मिनट पनि पुग्न सक्दैन कि त मेरो भिजा दिनुहोस् कि त मेरो पैसा फिर्ता गर्नुहोस् अन्तिममा हजुरले यस्तो गर्नु मिल्दैन हामी एकछिन पनि रोक्दैनौँ काम ढिलो हुन्छ भने हाम्रो पैसा फिर्ता दिनुहोस् खै मलाई ती मान्छेहरू दलाल जस्तो लाग्यो पैसा पो डुब्ने हो कि चुप लाग्नुहोस् बहिनी नचाहिने कुरा गर्ने हो पुलिस बोलाउने के हो तपाईँहरू भोलि आउनुहोस् कि टिकट लिएर जानुहोस् कि तपाईँहरूको पैसा रिटर्न लैजानुहोस् हुन्छ सर मात्र एक दिन भोलि त्यो पैसा तपाईँले त्यस्तो भन्न पाउनु छैन ओके नखरा फेरि के गर्नुहुन्छ तपाईँहरू गल्ती भयो हजुर हजुर अबदेखि यस्तो गर्दिनँ हजुर ए हजुर बल्ल खाइसकेन